हेलो गाइस, इट्स मिस स्मिरा। स्मिराको ब्लगमा हजुरलाई स्वागत छ। यो चाहिँ पार्ट 2। अघि नै मैले पार्ट 1 हालिसकेँ। बिहान खानासाना बनाएको यताउति होइन, बाबासाबालाई दिएको। अब मैले खाना बनाएको भिडियो क्याप्चर गर्छु भनेको, त्यो चाहिँ मैले बिर्सेछु होइन। सो सबैलाई खाना बनाएर खाना खुवाएर अब लास्ट चाहिँ मेरो हो। अहिले 11:30 भइरहेछ र मैले के खान्छु भने हजुरलाई देखाउँछु। ओके, यो चाहिँ ओट्स हो। ओट्समा एउटा केरा र आधी स्याउ हालेर बनाएको ओट्स होइन। अनि यो चाहिँ सलाद भयो, चना, काँक्रो, अनि केलाई कुरिलो होइन, अब टमाटरहरू, गाजरहरू मिक्स गरेर। अनि यो चाहिँ भयो हाम्रो नेपाली मोही पानी, दही पानी हो होइन हुन चाहिँ। ल गाइस, म इन्जोय गर्छु। आई होप हजुर सबैजनाले खाना खाइसक्नुभयो होला। र अब खाना खाँदै हेरौँ है त। यो चाहिँ सलाद हो होइन, यो चाहिँ म खान्छु। अब कस्तो छ हजुरलाई टेस्ट गरेर भन्छु ल। हेर्नुहोस्, मिठो गाइस। बाबा सबले ट्राई गर्नु होला है, दामी छ गाइस। यसमा मैले केही पनि हालेको छैन, सिम्पल हो। पानीमा उमालेको काँक्रो बाहेक होइन, कुरिलो, अनि त्यसपछि यो चना, अनि टमाटर, अनि गाजर हालेर खुर्सानी हालेर उमालेँ। त्यसमा केही हालेको छुइनँ, सिर्फ नुन मात्र हालेर उमालेको र पछि यसमा थोरै बिरेन नुन र हरियो खुर्सानी हालेर गरेको। यस्तो मिठो भएको छ नि गाइस, हेल्दी र टेस्टी। अब हाम्रो अर्को आउँछ यो ओट्स हो है, एकदम हेल्दी खाने हो। हजुरहरूले गुलियो मनपर्छ भने यसमा होइन, वेट लस नहुनेहरूले चाहिँ सुगर एड गर्दा हुन्छ। वेट लस गर्नेहरूलाई गुलियो मनपर्छ भने चाहिँ खजुर होइन के भने चाहिँ मह पनि एड गर्न सकिन्छ। सो कस्तो मह म ट्राई गर्छु। मैले चाहिँ यसमा केही पनि एड गरेको छैन, सिर्फ फ्रुट मात्र छ। डेली लाइफमा गाइस एउटै नखाने, थरी खाने तर टेस्टी खाने, म जस्तै। सो रिफ्रेसिङ गाइस, सबजनाले इन्जोय गर्नु होला। अनि मेरो भिडियोहरू हजुरलाई कस्तो लाग्छ कमेन्ट पनि गरिदिनुहोस्।